किन चाहियो राजा? किन चाहियो भने राष्ट्रपति भइसकेको मान्छे पनि दलको रैती हुँदो रहेछ। राष्ट्रपति भइसकेको मान्छे पनि दलको दास हुँदो रहेछ। विद्या भण्डारी राष्ट्रपति भइसकेपछि पनि दलकै दास हुन जानुभयो। उहाँ स्वतन्त्र निष्पक्ष यो देशलाई माया गर्ने उपराष्ट्रपति पनि होइन रहेछ, उहाँ पनि होइन रहेछ। उपराष्ट्रपति भइसकेको पनि फेरि दलकै दास। संविधानले दिएको छ नि त उहाँलाई अधिकार होइन। अब आउँदैछु, त्यही भएर त संविधान फ्याल्नुपर्छ। संविधान कस्तो बनाउनु पर्यो भने एउटा चाहिँ यस्तो मान्छे होस् जो सबै नेपालीको साझा होस्, दलको दास नहोस्। एउटा चाहिँ यस्तो होस् दलको रैती नहोस्। राष्ट्रको प्रमुख भइसकेपछि सबैको म हुँ भन्न सकोस्। तर दलीय व्यवस्थामा एकजना मान्छे पनि देशको अभिभावक हुन सक्दो रहेनछ, दलको दास हुँदो रहेछ। यसैले देशलाई अभिभावक चाहिएको छ। अभिभावक पाइएन भनेको यही हो। त्यसकारण देशलाई अभिभावकत्व ग्रहण गर्न राजा चाहियो।